म चाहिँ आज मेरो प्यारो भन्दा प्यारो माइती घर जाँदैछु साथीहरू। अनि हामीहरूलाई चाहिँ गाडीले छोडिसक्यो, त्यही भएर अलि माथिसम्म हिँड्दै जान लागेको छौँ। अनि यो चाहिँ मैले चाहिँ यत्रोको ब्याग बोकेको छु, माइत लग्ने कोसेली क्या। अनि मलाई चाहिँ लास्टै गाह्रो भएको छ। यो चाहिँ हो लिबाङ बजार साथीहरू, लिबाङ बजार हो यो चाहिँ। अनि हामीहरू चाहिँ हिँडिरहेछौँ। माथि गएपछि गाडी पाइन्छ अनि गाडीमा चढेर जाने हो। यो चाहिँ लिबाङ बजारको पुलिस चौकी हो साथीहरू, देख्न सक्नुहुन्छ। हामीहरू चाहिँ हिँड्दैछौँ, बच्चाहरू खुसी भएर हिँडिरहेछन्। यति नै हो साथीहरू। हामी चाहिँ अब गाडी भएको ठाउँमा आइपुगिसक्यौँ साथीहरू। गाडी चाहिँ माथि थियो। अनि ओहो, हाम्रो गुडिया रानी चाहिँ खुसी भइरहेछन्। अनि हामी चाहिँ हिँडिरहेको छौँ साथीहरू। अनि हामी जाने गाडी चाहिँ त्यही हो रे। अब बाँकी भिडियो चाहिँ पछाडि साथीहरू। हामी चाहिँ अब जान्छौँ। गाडीमा यत्रोको मान्छे जाने र भिड, ओ माई गड। एक दुई तीन अलि राम्रै वाको है, अलि भित्रैदेखि अलि राम्रै आन्दा भुडी अब के छन् भयो सबै फाल है, केटाकेटी हो। हामीहरू गाडीबाट झरेर बसेका छौँ वाक्दै। त्यहाँ वाकेर त्यस्तो छ हालत ती एकजनाको। बच्चाहरू त्यहाँ पुगिसके। यस्तो छ हालत हाम्रो चाहिँ। अब गाडीबाट झरिसक्यौँ। खेल्नु हामी चाहिँ आँप खान्छौँ साथीहरू, चुकिलो खाने भए आउनु होला। मिठो। हामी चाहिँ गाडीबाट झरेर अब जाँदैछौँ साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो माइत ल्याएको पावर हो। हामी चाहिँ जाँदैछौँ साथीहरू, देख्न सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ साथीहरू। अनि यो चाहिँ मेरो माइती गाउँका भ्यूहरू हुन्। एकदमै रमणीय छ मेरो माइती गाउँ चाहिँ। मलाई चाहिँ यहाँ आएपछि घर जान मनै लाग्दैन, तर के गर्नु, माइती घर छोडेर गइसकेपछि घर त जानै पर्यो। जान मन नलागे पनि गाह्रो छ हामी छोरी मान्छेहरूलाई पनि। के गर्ने, एक न एक दिन। हेलो। यिनी चाहिँ हाम्रो क्युटी पाई हुन्। अनि अरू बाबु नानीहरू चाहिँ ठुला भइसकेका छन्, त्यही भएर आफै हिँड्छन्। यिनी हाम्रो श्रेया चाहिँ सानी छिन् के, बल्ल 1 वर्ष भइन्, त्यही भएर यिनलाई चाहिँ बोक्नुपर्छ साथीहरू। अनि मैले चाहिँ यत्रोको ब्याग बोकेको छु क्या। भाउजूले नानी अलिकति सामान बोक्नु भएको छ, मैले ब्याग बोकेको छु। आऊ छिटो। फाइनल्ली साथीहरू हामी चाहिँ अब हाम्रो घर आइपुग्यौँ। अनि हाम्रो आमा बुवाहरू चाहिँ के गर्दै हुनुहुन्छ। हाम्रो गाउँ चाहिँ यस्तो छ साथीहरू। हाम्रो घरको माथि चाहिँ यस्तो जङ्गल छ। अनि यो चाहिँ तलको हाम्रो बारीहरू हुन्। हामीहरू चाहिँ हाम्रो घर आइपुग्यौँ साथीहरू। यही हो मेरो माइती घर। अनि यो चाहिँ हाम्रो माइतीको बारीहरू।
यति नै हो साथीहरू, बाई बाई।